कारमा चिकेको स्टोरीमा सुनाउँदैछु कि म कार चलाउँछु। एक पटक मैले एउटी भाउजूलाई आमा बुवाको घरमा छोड्नु परेको थियो। बाटोमा हालत यस्तो बन्यो कि भाउजूले मलाई चुदियो। मेरो नाम कृष्ण हो, म पोखराको हुँ। म लामो समयदेखि अनन्तवासमा पढ्दै आएको छु। आज म मेरो पहिलो चिकेको स्टोरी सुनाउँदैछु। मलाई आशा छ तपाईहरूलाई बबीको चोटको कार चिकेको कहानी मन पर्नेछ। यो मेरो पहिलो कथा हो। यदि यसमा कुनै गल्ती छ भने यसलाई बेवास्ता गर्नुहोस्। पहिला म आफ्नो बारेमा बताउँछु। म न त बडी बिल्डर न नायक। एक साधारण जवान केटा। म 25 वर्षको भएँ। मेरो उचाइ 5 फिट 10 इन्च छ र मेरो लिङको साइज छ 7 इन्च हुनेछ, कहिले नापिएको छैन। पोखरामा काम गर्छु। यो घटना 10 दिन अघिको हो। म चालक हुँ, त्यसैले भाडा लिएको छु। एउटा त्यो भाउजूले आमा बुवाको घर छोड्नु पर्यो। निर्धारित समय अनुसार म बिहान 6 बजे उनको घर गएँ। उनीहरूको घर पुग्दा भाउजूलाई हेरिरहेँ। भाउजूको भर्खरै बिहे भएको थियो। उसले भन्यो, मलाई अझै 10 मिनेट लाग्नेछ। त्यतिन्जेल चिया पिउनुहोस्। त्यसपछि उहाँले मलाई चिया दिनुभयो र 5 मिनेट पछि भाउजूले भनिन्, आउनुहोस्। अब म तपाईलाई भाउजूको फिगरको बारेमा बताउँछु। उनको फिगर थाहा छैन, तर उनको राम्रो स्तन छ र उनको गदा बाहिर टाँसिएको छ। उनको उचाइ 5 फिट थियो। उनी दूध जस्तै सेतो र हेर्दा निकै सुन्दर थिइन्। युवावस्था यस्तो हो कि जसले त्यो तातो चिज देख्छ उसको सुतेको लिङमा प्राण आउँछ। त्यसपछि मैले उनीहरूको सामान गाडीमा राखेँ। त्यतिन्जेल भाउजू गाडीको अगाडि बसेकी थिइन्। म गाडी स्टार्ट गरेर सहर बाहिर निस्किएँ। हिँड्दै गर्दा भाउजूसँग उसको घरको कुरा गर्दै थिएँ। यी साधारण कुराहरू भइरहेका थिए। सहर छाडेपछि भाउजूले गाडी रोक्न भन्नुभयो। भाउजूलाई बाथरुम जानुपर्छ भन्ने लाग्यो, त्यसैले पेट्रोल पम्पमा गाडी रोके। भाउजू आफ्नो एउटा झोला लिएर नुहाउने कोठामा गइन् र म उहाँ आउनको लागि पर्खन थालेँ। 15 मिनेट बितिसक्दा पनि भाउजू आउनु भएन। त्यसैले म बाथरुमतिर गएँ र बाहिर रोकिएँ र पर्खिएँ। त्यतिकैमा भित्रबाट अर्की महिला बाहिर आइन्। हतारमा महिलाले बाथरुमको ढोका राम्ररी बन्द गरेकी थिइनन्, अलिअलि भित्र देखिन्थे। अनि त्यसै बेला मेरो आँखा बाथरुमको ढोकामा गएर एक्कासी स्तब्ध भए। भाउजूले साडी फुकालेर ब्लाउज फुकालिरहेकी थिइन्। उसले आफ्नो ब्लाउज फुकाल्ने बित्तिकै मेरो मन चिसो भयो। त्यसपछि जब भाउजूले आफ्नो ब्रा फुकालिन्, तब उनका 2 ठूला परेवा हावामा झुन्डिन थाले र त्यही मेरो लिङ तनाव हुन थाल्यो। तर त्योभन्दा बढी केही देख्न सकिन। त्यसपछि उनले टी सर्ट लगाएर तलको पेटीकोट हटाइन् र जिन्स लगाउन थालिन्। जिन्स सायद टाइट थियो, त्यसैले उनी अलिकति झुकेर उनको आँखामा माथि परे। त्यसैले उनले तुरुन्तै झरेको पेटीकोटले आफूलाई छोपिन् र ढोका बन्द गरिन्। तर अहिले मेरो अवस्था बिग्रिएको थियो। त्यसैले म दौडिएर कारको छेउमा उभिएँ। 2 मिनेट पछि भाउजू आइन् र म उनको नजर टालेर ड्राइभिङ सिटमा बसेँ। त्यसपछि भाउजू हतार हतार गाडीमा अगाडिको सिटमा बसिन्। उनी मलाई मात्र हेरिरहेकी थिइन्। तर मैले गाडी स्टार्ट गरेँ र त्यहाँबाट निस्किएर मुख्य सडकमा गाडी चलाउन थालेँ। भाउजूले मलाई रिसाएर हेरिरहेकी थिइन्। मलाई सोधिन्, तिमी त्यहाँ के गर्दै थियौ? अब मसँग माफी माग्न बाहेक अर्को विकल्प थिएन। त्यसैले मैले उसलाई हेरेर भने, मैले गल्ती गरेँ, मलाई माफ गर्नुहोस्। भाउजूले मलाई हेरेर रिसाउँदै भन्नुभयो, अरू केटीलाई हेर्दा लाज लाग्दैन? म अहिले मेरो श्रीमानसँग कुरा गर्छु। त्यसैले मैले तुरुन्तै सडकमा गाडी रोकेँ र उसलाई भने, यो मेरो गल्ती थिएन। धेरै बेर तिमी नआएपछि म त्यहाँ पुगेँ। त्यही बेला त्यहाँबाट एउटी महिला बाहिर आइन् र ढोका अलिकति खुला रह्यो। अनि नजानी मैले तिमीलाई देखेँ। तैपनि म तपाईसँग यसको लागि माफी माग्न चाहन्छु। कृपया आफ्नो श्रीमानलाई नभन्नुहोस्। मेरो कुरा सुनेर भाउजू अलिकति शान्त भएर सोच्न थालिन्। भाउजू केही बेर चुपचाप बसे। त्यसपछि मैले भाउजूलाई भने, भाउजू केही भन्नुहुन्छ? त्यसपछि भाउजूले मेरो अनुहार हेर्न थालिन् र भनिन्, हेर तिमीले जे भन्यौ सही हो।
त्यो गल्तीले भयो। यो सुनेर मेरो होस आयो र गाडी स्टार्ट गरेर चलाउन थाले। तर भाउजू अझै केही सोचिरहेकी थिइन्। त्यसैले मैले उसलाई सोधेँ, के हो? त्यसपछि उसले मलाई सोध्यो, तिमीले त्यहाँबाट के देख्यौ? र हो, मलाई पुरा सत्य भन। त्यसैले भाउजूलाई सबै कुरा सुनाए। मैले उसलाई भने, तिमीले त्यो देख्यौ? र जब मैले मेरो पेटीकोट फुकाल्यो, मैले तिम्रो सुन्दर खुट्टा देखेँ। मैले देखेको यति हो। यी सबै बताउँदै गर्दा मैले उनको टी सर्ट भित्र हेरेँ र भाउजूले ब्रा नलगाएको देखेँ। तर मलाई अलिकति डर लाग्यो। त्यसपछि अगाडि हेरेर गाडी चलाउन थाले। तर यी कुराहरू बताएपछि र उनको बुक्सको क्लिभेज देखेपछि मेरो लिङ फेरि तनावग्रस्त भयो। लुकाउनको लागि मैले त्यसमा हात राखेँ। भाउजूले यो देखे त भाउजूले मुस्कुराउँदै भनिन्, यदि तिमी बोलेर मात्रै यस्तो हालतमा छौ भने त्यो बेला के भएको होला? अब म तिमीहरूलाई के भन्नु? म गाडी चलाउन मात्रै व्यस्त थिएँ। तर अब मेरो डर हट्यो। त्यसपछि भाउजूले सोधिन्, तिम्रो कोही गर्लफ्रेन्ड छ? त्यसैले मैले होइन टाउको हल्लाएँ। त्यसमा भाउजूले भन्न थालिन्, त्यसैले यस्तो हालत भयो। अनि मुस्कुराउन थाले। त्यसपछि भाउजूले अलिकति खुलेर कुरा गर्न थालिन्। करिब 25-30 मिनेटसम्म यस्तै कुराहरू भइरहेका थिए। त्यसपछि अचानक स्पिड ब्रेकर अगाडि आयो र मैले ब्रेक हाने। जब म गियरहरू परिवर्तन गर्दै थिएँ, मेरो कुहिनो उनको ठुला स्तनहरूमा थिच्यो। तर भाउजूले केही बोलिनन्। मेरो लिङमा अझै तनाव थियो, त्यसैले मेरो प्यान्ट माथि गएको थियो। हात हटाएपछि प्रष्ट देखिन्थ्यो। त्यसैले भाउजूले भनिन्, केही गर नत्र यो प्यान्ट च्यातेर बाहिर निस्कन्छ। जब मैले भाउजूलाई हेरेँ, उनी मेरो लिङ मात्र हेरिरहेकी थिइन्। त्यसैले मैले भाउजूलाई भने, मैले गाडी कतै रोकेर केही गर्नुपर्छ। भाउजूले भन्न थाल्यो, गाडी रोक्नु के जरुरी छ? यो देखेर मलाई अलिकति अचम्म लाग्यो। अनि मैले केही बुझ्नुभन्दा पहिले भाउजूले मेरो लिङमा हात राखेर माथिबाट स्याम गर्न थाली। तब भाउजूले भनिन्, धेरै ठुलो देखिन्छ, श्रीमानको त त्यति ठुलो छैन। भाउजू चुदाउन तयार छिन् भनेर मैले बुझेको थिएँ। तैपनि मैले भाउजूलाई सोधेँ, यो सब ठिक छ? त्यसैले उनले भने, अब मैले सबै देखेको छु। यो सबै बाँकी थियो। त्यसपछि उसले मेरो पाइन्टको चेन खोलेर मेरो लिङ निकाली र त्यसलाई स्याहार्न थाल्यो। म धेरै बेरसम्म तातो थिएँ, त्यसैले भाबीले मेरो लिङ हस्तमैथुन गरेपछि 5 मिनेटमै मेरो वीर्य बाहिर निस्केर मेरो प्यान्टमा पर्यो। यो देखेर भाउजू मुस्कुराउन थालिन् र भनिन्, अब शान्त भयो। तर कार र पाइन्ट नष्ट भयो। त्यसैले मैले कारलाई छेउमा लिएर मेरो प्यान्ट सफा गरेँ। मेरो लिङ अझै बाहिर थियो। मैले फेरि गाडी चलाउन थालेँ र भाउजूलाई सोधेँ, पहिले तिमी मसँग रिसाउने थियौ। त्यसो भए तपाईले यो किन गर्नुभयो? त्यसैले भाउजूले भनिन्, म रिसाएको थिएँ, तर जब तिमीले मलाई सबै सत्य भन्यौ तब रिस हट्यो। तर जब म तिम्रो डिक देख्छु म तातो हुन्छु गयो र यो भयो। तिम्रो भयो। तर म अझै तिर्खाएको छु। मैले उसलाई भने, केही समय पर्ख। सहर आउन लागेको छ। सहर छाडेपछि मैले उसको स्तन थिच्न थाले। भाउजूले कराउन थालिन्, उम्म उम्म, तर उसले मेरो लिङ एकदमै बलियो गरी समातेर जोडले थिच्न थाल्यो। त्यसैले मैले भने, तिमी यसरी नै रगडिरहन्छौ कि मलाई केही देखाउँछौ? भाउजूले भनिन्, मलाई लाज लाग्छ, तिमी आफैले देख्यौ। त्यसैले मैले उसलाई भने, तिम्रो जिन्स फुकाल। भाउजूले आफ्नो जिन्स हटाउनु भयो र आफ्नो हातले मेरो लिङ सम्हाल्न थाल्नुभयो। त्यसैले मैले उसको पुच्चीमा हात राखेँ। ऊ पहिले भिजेको थियो। म एक हातले भाउजूको पुच्ची मालिस गरिरहेको थिएँ र अर्को हातले गाडी चलाइरहेको थिएँ। त्यसपछि मैले भाउजूको खुट्टा फैलाएँ। भाउजूको पुच्ची देखेर म रोमाञ्चित भएँ, किनकि यति सुन्दर पुच्ची मैले पहिले कहिल्यै देखेको थिइनँ। तब भाउजूले भनिन्, अब म आफूलाई रोक्न सक्दिनँ। कारलाई कुनै सुनसान ठाउँमा लैजानुहोस्। 5 किलोमिटर पछाडि पहाड थियो, त्यसैले त्यही दिशामा गाडी लिएर गए। एउटा गाडी त्यो पहाडमा जान सक्छ, तर बाटो अलि खराब थियो।
त्यसैले मलाई लाग्यो यो ठाउँ कार सेक्सको लागि सही हो, यहाँ कोही आउँदैन। पहाडमा गाडी रोकिने बित्तिकै भाउजूले मलाई किस गर्न थालिन्। म पनि उनको बुक्स मसाज गर्दै थिएँ। त्यसैले भाउजूले मेरो हात हटाउनु भयो र टी सर्ट हटाउनु भयो। अब ऊ मेरो अगाडि पुरै नग्न थिए। मैले औँला र औँलाले भाउजूको पुच्चीको बाहिरी ओठ अलिकति खोलेर हेरेँ र उनको पुस्सीको चट्टानमा एउटा धेरै सुन्दर पिम्पल फेला पारे जुन उनको बगसेस थियो। त्यसको तल पुस्सीको गुलाबी प्वाल थियो, जसको माथि गुलाबको पाना जस्ता दुईवटा पातले पुस्सीको गुलाबी प्वाल बन्द गरिरहेको थियो। अब भाउजूले भनिन्, छिट्टै भित्र लगाऊ, अब धैर्य छैन। यो सुनेर म सिक्तल झारेर उनको छेउमा आएँ। म आउने बित्तिकै भाउजूको पुच्चीमा मेरो लिङ राखेँ र भित्र घुसाउन थालेँ। तर योनी धेरै टाइट थियो, त्यसैले लिङ चिप्लियो। त्यसैले भाउजूले आफ्नो टोपीले लिङ समातेर योनीको मुखमा राखेर मलाई घुसाउन भन्नुभयो। मैले एउटा बलियो प्रहार गरेँ र भाउजू चिच्याइन्। त्यसैले म उनको माथि रोकियो, तर उसले मलाई टाढा लैजान थाल्यो। मैले भाउजूलाई भने। केही बेरपछि जब भाउजूको पीडा कम भयो, मैले उसलाई आरामले चुदाउन थालेँ। तर मेरो लिङ अझै अलि बाहिर थियो, त्यसैले मैले उनलाई भने, भाबी अलिकति बाँकी छ, मैले राख्नु पर्छ कि छोड्नु पर्छ, किनकि भाउजूलाई दुःख थियो। त्यसैले भाउजूले आफ्नो हातले तलको लिङ महसुस गरे र यो एकदम बाहिर देखिन्। केही बेर आरामले चुदिएपछि मैले अर्को बलियो झट्का दिएँ र पुरै लिङ पुस्सी भित्र पस्यो। भाउजूको आँखाबाट आँसु झर्न थाल्यो। उसलाई केही राहत मिलोस् भनेर मैले उसलाई निरन्तर चुम्बन र स्याहार गरिरहेँ। दुखाइ कम भएपछि भाउजू आफैले तलबाट नितम्ब उठाएर झट्का दिन थालिन्। भाउजूलाई अहिले खुब खुसीले चुदाइ मिलिरहेको थियो। उनी चर्को स्वरले कराइरहेकी थिइन्, आ हम्म उम्मा। मैले उसको एउटा स्तन आफ्नो मुखमा लिएर चुस्न थालेँ। कहिले एउटा र कहिले अर्को स्तन चुसाइरहिन्। मैले भाउजूलाई सोधेँ, कस्तो छ? त्यसैले उनले भनिन्, धेरै राम्रो लाग्छ, यसरी गरिरहनुहोस्। लिङ भित्र ठोक्ने बित्तिकै भाउजूले आऊ भन्न थालिन्। धेरै बेरसम्म मैले भाउजूलाई चुदाइरहेँ र उनी आहा म कि धेरै राम्रो लाग्छ। अहिलेसम्म उनले एकपटक चरमपना गरिसकेकी थिइन्। स्खलनका कारण भाबीको पुच्ची अब पुरै भिजेको थियो र लिङ एकदमै सहजै भित्र बाहिर हिँडिरहेको थियो। तर अब भाउजूलाई वीर्य स्खलनपछि दुखाइ भएको थियो, त्यसैले उनले भनिन्, छिटो गर। त्यसैले मैले मेरो गति बढाएँ र कडा चुदाउन थालेँ। अब म आफ्नो सीमामा थिएँ, त्यसैले मैले उसलाई सोधेँ, कहाँ जाने? त्यसैले उसले भन्यो, भित्र फालिदेऊ। 8-10 स्ट्रोक दिएपछि भाउजूको पुच्चीमा स्खलन हुन थाले। भाउजूले पनि मसँग दोस्रो पटक चरमपना गरिन्। म 20 मिनेटसम्म भाउजूमा पल्टिरहेँ। यसपछि मैले मेरो लिङ निकाल्न खोज्दा भाउजूले मलाई रोकेर भनिन्, त्यो टी सर्ट सिटमा राख, त्यसपछि निकाल। मैले कमिज उठाएँ र भाउजूको नितम्ब मुनि राखेँ र मेरो लिङ बाहिर निकालेँ। त्यसैले भाबीको र मेरो वीर्य निस्कियो। कार सेसपछि भाउजूले आफ्नो लुगा लगाएर हामी गयौँ। जाँदा मैले भाउजूलाई सोधेँ, तिम्रो बिहे भयो, तैपनि किन यति धेरै पीडा भयो? त्यसैले उनले भनिन्, मेरो श्रीमानको लिङ सानो छ। त्यसपछि कुरा गर्दै गर्दा हामी साँझ 5 बजे आमा बुवाको घर पुग्यौँ। त्यहाँ उनीहरूले मलाई नास्ता र चिया दिए। अनि चिया पिएर त्यहाँबाट निस्किएर फर्किए। अहिले भाउजू आमा बुवाको घरमा छिन्। उनले पोखरा आएपछि अवश्य भेट्ने बाचा गरिन्। साथीहरू, तपाईलाई भाउजूको चिकेको कथा कस्तो लाग्यो? मलाई आशा छ कि तपाईले यो कार चिकेको कथा सुनेर आनन्द लिनुभयो। च्यानलमा नयाँ हुनुभएकोमा च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।